Alright, hello everyone and welcome back to my video. Today we are here in Thamel and this is Hotel Ivara. So this is our newly open hotel. आज चाहिँ हाम्रो अलिकति short tour हुन्छ. हाम्रो होटल चाहिँ अहिले अपरेसनमा आइसकेको छ and we have 14 rooms and this is our reception area and we have a small space here. If you guys have any kind of travel queries then we can deal यता बसेर अनि अब चाहिँ हामी रुमतिर लाग्छौँ. Okay, so right now हामी चाहिँ सेकेन्ड फ्लोरमा छौँ अनि सेकेन्ड फ्लोरमा चाहिँ हामीसँग we have 3 rooms अनि फर्स्टमा चाहिँ 201 मा चाहिँ we have apartment room है which is best for family. फ्यामिली नै आएर बस्दाखेरि पनि हामीसँग दुईटा रुम छ प्लस यहाँ कपललाई बस्नको लागि पनि अलिकति स्पेस छ. We have TV and हामीसँग चाहिँ यहाँ सानो किचन एरिया पनि छ. If you guys want to come and cook by your own then this is the perfect place for you guys. So this is our apartment room. I'm going to do this. Okay. हामी चाहिँ one of the suite room visit गरिरहेको छौँ अहिले. So हामीले यसलाई suite चाहिँ किन भन्छौँ भने this is more spacious for couple अनि they can relax over here while they are having like some drinks or something else, and then that's a big bed, the comfortable bed over there, and त्यहाँ एउटा ड्रेसिङ टेबल छ. सो मिररहरू यता छ अनि यसको प्लस पोइन्ट भनेको यसको बाथरुम पनि धेरै ठुलो छ एन्ड देन एट द सेम टाइम यो पार्टमा चाहिँ काइन्ड अफ बाल्कनी. यो चाहिँ यसो यतापट्टि चाहिँ यो ढोका लक गरेर यदि कोही स्मोक गर्छ यस्तो त्यस्तो केही छ भने यो ढोकाहरू टक्क खोलेर चाहिँ यता बसेर यसो स्मोक गर्न पाइयो. फ्रिज यहीँ छ, बियर ल्याएर चिल बियर खानु पनि पाइयो, ओभन छ तताउन पनि पाएँ. सो दिज आर द फेसिलिटिज ओभर हियर. ओके, यो चाहिँ हाम्रो यसको चाहिँ यता एकदमै ठुलो स्पेसियस बाथरुम छ. यो चाहिँ है कपाल नै आएर मजाले सर्भ गर्न मिल्ने एकदम ठुलो स्पेसियस बाथरुम छ. सो यो सबै यहाँ बेसिन भयो. सो यो ड्रायर पनि छ भइहाल्यो. सो कम्बोर्ड इज देयर. यो टावल स्ट्यान्ड भयो यहाँ माथि. कपालको लागि चाहिँ एकदमै धेरै नै नाइस रुम हो. If you wanna grab a very best holiday nearby Thamel, so this is the right place to be on. ल अब कहाँ जाँदा हामी? अब हामी यो भन्दा माथिल्लो फ्लोरमा जाउँ. माथिल्लोमा? ओके. अब हामी चाहिँ हाम्रो अर्को स्विट रुम भिजिट गर्दैछौँ. दिस इज 401. यो चाहिँ 4th फ्लोरको रुम हो. सो अलमोस्ट सिमिलर लाइक द डाउन वान 301. यसको स्पेसल फिचर भनेको चाहिँ यसको बाहिरपट्टि चाहिँ we have a small space. यहाँ यसो कपाल बेलुकामा साँझ यसो बसेर बाहिरको इन्भाइरोमेन्टलाई यसो मजाले चाहिँ हेर्न मिल्ने ठाउँ. अनि हाम्रो यसको प्लस पोइन्ट भनेको चाहिँ यसको प्लस पोइन्ट भनेको चाहिँ के छ भने एउटा अलिक वाइज इमेज अफ द टाउन पनि देखिन्छ. अन टप अफ द्याट बिहानमा यदि वेदर क्लियर भयो भने यु क्यान सी द माउन्टेन ओभर देयर एज वेल है. त्यो पार्टमा हामीले माउन्टेन पनि मजाले देख्न पाउँछ. तर वेदर चाहिँ जहिले क्लियर हुनुपर्छ. अहिलेको जस्तो वेदरमा चाहिँ अलिकति गाह्रै छ. सो फगी देयर है. So this is 401 को रुम. यसको फिचर भनेको चाहिँ ठ्याक्क आफ्नो साइडको बत्ती चाहिँ आफैले नै बाल्न मिल्छ कि हैन. आफ्नो साइडको लाइट चाहिँ टक्क आफैले नै यसरी बाल्न मिल्छ. So this is अनि in the 4th floor. यसको पनि सेम तलको जस्तै बाथरुम चाहिँ यसको पनि धेरै ठुलो छ. यसको ओके यसको पनि बाथरुम चाहिँ एकदमै ठुलो छ. वाइड छ बाथरुम है. यो धेरै ठुलो एरिया छ कपालको लागि.
सो हामीले अलरेडी कतिवटा देखाउँ त है 6-7वटा रुम त देखाइसक्यौँ हामीले अपार्टमेन्ट त्यसपछि गएर स्विट रुम हामीले ट्विन रुम पनि थोरै क्याच गऱ्यौँ यो फ्लोरमा पनि एउटा स्विट रुम छ सो वी आर जस्ट गोइङ टु भिजिट दिस फ्लोर टु द अदर साइड सो हामीसँग चाहिँ यो फ्लोरमा अर्को 2वटा रुम छ सो अर्को 2वटा रुममा चाहिँ दिस वान इज डबल रुम इट्स फर अ कपल अर लाइक फर अ सिग्नल एज वेल सो हामीसँग यस्तो छ यसको चाहिँ ठ्याक्क अनि नाइस स्पेसियस छ बाथरुम पनि काइन्ड अफ हामीले पहिला सो गराएको जस्तै छ अपार्टमेन्ट र यसको बाथरुमको साइज आई थिङ्क दे आर अलमोस्ट सिमिलर सो यता पछाडिपट्टि सावर चाहिँ यसको यो पछाडिपट्टि साइडमा भयो सो नाउ अब हामी अर्को रुम जाँदैछौँ विच इज ट्विन रुम यो चाहिँ मोर स्पेसियस पनि छ सो यसको चाहिँ अब फिचरहरूमा बेडमै मजाले ल्याम्पसाम्प यताउति सबै कुरा युज गर्नलाई यहाँ पनि अर्को भयो सो एन्ड अल्सो अनदर माथि स्वयम्भू भ्यू रुममा कोही छ त यहाँ पनि स्वयम्भू भ्यू रुममा कोही छैन अहिले यहाँ अब योबाट त्यस्तो धेरै भ्यू त देखिँदैन बट इट्स अलिकति जस्ट लार्ज बाहिरको उयो हेर्नको लागि चाहिँ क्वाइट कम्फर्टेबल छ सो यहाँ मिनी फ्रिज छ हरेक रुममा मिनी फ्रिज छ अनि सम यो जेनरल एम्युनिटी जति पनि जे हुनुपर्ने त्यो अलरेडी यस्तै ल अरू के दाइ सो यो चाहिँ अब स्पेसल्ली साथीहरू घुम्न आउने जो मान्छे चाहिँ बेड सेयर गर्न नचाहने मान्छेहरूको लागि चाहिँ एकदमै बेटर 2वटा बेड कम्फर्टेबल बाथरुमदेखि एभ्रिथिङ अनि हामीसँग हाम्रो सबै रुम एसी नै हो डिलक्स नै हो सो कफी टी के खानुहुन्छ सो यु क्यान जस्ट मेक बाई यर सेल्फ ओभर देयर है हाम्रो यो चाहिँ टप फ्लोर हो सो यो एउटा रुम छ यो साइडमा भने यो साइडमा चाहिँ हामीले यसलाई स्पेसल्ली स्वयम्भू भ्यू रुम पनि भन्छौँ होइन यो चाहिँ अब यसमा चाहिँ अब बाँकी एभ्रिथिङ सबै कुरा एज इट इज हुनुपर्ने सबै कुराहरू छ र यहाँबाट स्वयम्भू चाहिँ एकदम मजाले यदि रातिमा थोरै शान्त भएर अलिकति क्वाइट लाइटमा डिम लाइटमा म स्वयम्भूको चाहिँ राम्रो भ्यू हेर्छु भने चाहिँ यहाँबाट स्वयम्भू चाहिँ एकदम मजाले देखिन्छ सो स्पेसियस छ बाथरुम यहाँ हो यो बाथरुम पनि ठुलो छ सो वाइड स्पेस छ यो चाहिँ हाम्रो टप फ्लोरको रुम यो चाहिँ हाम्रो टप फ्लोरको रुम हो अनि एट द सेम टाइम त्यो नेक्स्ट रुम पनि डिजाइनदेखि लिएर अलमोस्ट सेम छ बट लाइक इट्स अकुपाइड नाउ ओके अनि यहाँ चाहिँ यो अब कमन बाथरुम छ यहाँ यदि मान्छेहरू हाम्रो चाहिँ यो रुफटप टेरेस हो सो इट्स अब अहिले खासै धेरै हामीले केही राखेको छैन बट लाइक भेरी सुन हामीले यहाँ चाहिँ यसो मान्छेहरू बसेर चिल आउट गर्न मिल्ने ठाउँ चाहिँ हुन्छ सो उनीहरूकै लागि भनेर माथि त्यहाँ त्यो साइडमा चाहिँ एउटा कमन बाथरुम चाहिँ हामीले बनाएको छ हामीसँग चाहिँ 2वटा स्विट रुम 2वटा अपार्टमेन्ट 3वटा सुपेरियर ट्विन 4वटा सुपेरियर डबल जुन हामीले भर्खरै पनि देखाए सो हामीले यो फ्लोरमा 4th फ्लोरमा पनि एउटा सुपेरियर डबल देखाए प्लस 1 सुपेरियर ट्विन पनि देखाए अनि हामीसँग चाहिँ 3वटा स्ट्यान्डर्ड डिलक्स रुम छ स्ट्यान्डर्ड रुम विच इज भेरी कम्फर्टेबल फर एकदम स्विट प्राइस एकदम स्पेसल प्राइसमा पनि पाउनुहुन्छ तपाईँहरूले त्यो चाहिँ कपलको लागि एकदमै धेरै बेस्ट पिस यो हाम्रो होल एरिया नै एकदमै पिसफुल छ बाइ द वे सो द्याट्स द अलवेज प्लस पोइन्ट सो यो पनि अपार्टमेन्ट हो अब हाम्रो सेम लाइक माथिको जस्तै नै अपार्टमेन्ट हो 2nd फ्लोरको जस्तो नै सो हामीसँग यो अपार्टमेन्ट यहाँ छ अनि हामीसँग यसको प्लस पोइन्ट भनेको यहाँ पनि बाल्कुनी छ ओके यो चाहिँ हाम्रो 1st फ्लोरको अर्को रुम यो चाहिँ ट्विन रुम हो 2जना साथीहरू मजाले आएर आनन्दले बस्न मिल्ने ठाउँ 2जनाको लागि एकदमै बेस्ट ठाउँ हामीसँग मिनी फ्रिज
अरू बाँकी चिया कफी यताउति बनाएर खानको लागि सो यहाँ ड्रेसिङ टेबल छ अनि हामीसँग सँगसँगै यो साइडमा चाहिँ हाम्रो एउटा स्ट्यान्डर्ड रुम पनि छ बिग बेड Which is standard. बिग बेड बेड लाइट बाँकी चिया कफी यताउति बनाएर खानुहुनेको लागि त्यहाँनिर थोरै चिया कफी यताउति बनाउनुहुन्छ भनेदेखि चाहिँ सो हामीसँग यहाँ हट वाटर पट छ सो बनाएर खान सक्नुहुन्छ अनि हाम्रो यो रुम चाहिँ स्पेसल्ली कपलको लागि चाहिँ धेरै राम्रो जसले अलिकति चिप पनि होस् नाइस पनि होस् सबै कुरा पनि होस् एसी होस् फ्रिज होस् मिनी फ्रिज होस् वाट एभर सबै कुरा सबै पनि होस् र सजिलो पनि होस् बस्नलाई शान्त पनि होस् भन्नेहरूको लागि चाहिँ यो रुम चाहिँ एकदमै बेस्ट छ दाइ अरू के भन्न चाहनुहुन्छ त लास्टमा सो हामीले आज चाहिँ हाम्रो होटलको सानो एउटा टुर टाइपको गऱ्यो थ्याङ्क यू विकेश थ्याङ्क यू दाइ खासमा त विकेशले नै माइक लिने कुरा थियो अलिकति खै मैले पनि आज ट्राई गरौँ भनेर चाहिँ आज दाइले गर्नुभयो त मैले पनि भनेर आज मैले मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो एन्ड अब लेट्स सी हामी यस्तै एक्सपेरिमेन्टहरू गरिराख्छौँ फेरि गरिरह हुन्छ तपाईँहरू बोर पनि नहुनु होला हामी यस्तै एक्सपेरिमेन्टहरू चाहिँ गरिरह हुन्छौँ भेरी सुन तपाईँहरूले हाम्रो बिस्तारै हुन्छ नि यस्तै पाराले दाजुभाइ बसेर कुरा गर्ने टाइपको पोडकास्टहरू पनि बिस्तारै बिस्तारै हामी त्यो पनि गर्दै जाने प्लानमा छौँ सायनारा